थुमाको सन्देशमा तपाईहरू सबैजनालाई हार्दिक स्वागत छ। प्रिय श्रोता, हामी यो पापले भरिएको संसारमा छौँ। पापले भरिएको संसारमा नयाँ पृथ्वी र नयाँ स्वर्गको आशा लिएर जिरहेका छौँ। यो संसार पापले ग्रसित छ। यो संसार पापले भ्रष्ट भएको छ। यो संसारमा हत्या छ। यो संसारमा कष्ट छ, दुःख छ। यो संसार भ्रष्टाचारले भरिएको छ। यो पाप र भ्रष्टाचारले भरिएको संसारमा हाम्रा भविष्यहरू अन्योलतामा हामीले देखिरहेका छौँ। हाम्रा सपनाहरू टुटेको जस्तो देखिरहेका छौँ। भोलि मेरो गन्तव्य के हुने हो? भोलिको मेरो भविष्य के हुने हो? मैले आफ्नो लक्ष्यलाई कसरी पुरा गर्ने हो? यस्ता अनेकौं अवरोधहरू, यस्ता अनेकौं हाम्रा सपनाहरू हाम्रो आँखाको अगाडि टुटिरहेका देखिरहेका छौँ। तर यी सबै अन्योलताको बीचमा हामीलाई गुहार कहाँबाट आउँछ? हामीलाई आशा कहाँबाट आउँछ? हामीलाई मिल्ने शान्ति कहाँबाट आउँछ? हामी सबै शान्तिको खोजीमा छौँ। हामी सबै त्यो आशाको खोजीमा छौँ। आशा खोज्ने क्रममा हामीले प्रकृतिलाई त्यो आशाको माग गरिरहेका छौँ। हामीले हाम्रा हातका सिपहरूलाई त्यो हाम्रो भविष्यको कथा र कहानीहरू सुनाइरहेका छौँ। तर हाम्रो आशा जीवित परमेश्वरबाट आउँदछ। हामीलाई गुहार सर्वशक्तिमान परमेश्वरबाट आउँदछ, जसले आकाश र पृथ्वीलाई रच्नुभयो। हामीले देखेका र नदेखेका सारा ब्रह्माण्डको सृष्टिकर्ता, जसले हामीलाई आशा दिनुहुन्छ, जसले हामीलाई भविष्य दिनुहुन्छ। तपाईँ भोलिको चिन्ता गरेर आज रोइराख्नु भएको छ भने बाइबलले भन्छ, भोलिको धाक नलगा, भरे नै के हुने हो त्यो तिमीलाई थाहा हुँदैन। धेरै पटक मान्छेहरू म भोलि फलाना देश जाउँला, फलाना सहर जाउँला, व्यापार गरौँला, प्रशस्त आम्दानीहरू जगेर्ना गरौँला, यस्तै सपनाहरू बोकेर निदाउँछन्। तर प्रियहरू, उनीहरूले भोलिको दिन अथवा भोलिको बिहानी देख्न नपाए उनीहरूको जीवन अस्ताएर गएको छ। म तपाईँलाई एउटा कुराको आशा दिन चाहन्छु। हाम्रो भविष्य कतिपटक हामीलाई हाम्रो परिश्रमहरूमा निर्भर गर्छ जस्तो लाग्छ। अवश्य पनि बाइबलले यही भन्छ कि परिश्रम गर्ने हातहरूलाई परमेश्वरले आशिष दिनुहुन्छ। अल्छेले नखाओस्। म तपाईँलाई भन्न चाहन्छु, हामीलाई भविष्य दिने परमेश्वर, जो सार्वभौम सम्पन्न परमेश्वर हुनुहुन्छ, जसको अधिकार भन्दा माथि कुनै अधिकार छैन, त्यो परमेश्वरले तपाईँ र मलाई सुन्दर भविष्य दिन सक्नुहुन्छ। प्रियहरू, धेरै पटक मानिसहरू भविष्यको खोजीमा आफ्नो परिवारलाई त्यागेका छन्। भोलि सुन्दर भविष्य बनाउने सपना बोकेर उनीहरूले आफ्नो माया गर्ने मानिसहरूलाई त्यागेका छन्। म तपाईँलाई भन्न चाहन्छु, प्रिय, धन सम्पत्ति, संसारको भौतिक आर्जनलाई यदि हामीले हाम्रो सफलताको तराजुमा राखेर मेरो सफलता यही नै हो भन्न थाल्यौँ भने हामी त्यहाँ चुक्नेछौँ। प्रिय हो, म तपाईँलाई भन्न चाहन्छु, परमेश्वरको घरमा, परमेश्वरको उपस्थितिमा आउनुहोस्। परमेश्वर जसले तपाईँ र मलाई वास्ता गर्नुहुन्छ। हामीसँग पैसा छैन, हामीसँग धन र दौलत छैन, हामीसँग समृद्धिहरू छैनन्। मानिसहरूको अगाडि तपाईँ र मेरो मूल्य केही नभए तापनि परमेश्वरको अगाडि तपाईँ र मेरो मूल्य छ, जसले तपाईँ र मेरो पाप प्रायश्चितको थुमा बनाएर प्रभु येशू ख्रीष्टलाई यो संसारमा पठाउनु भयो। यसै कारण प्रभुले भन्नुहुन्छ, बाटो, सत्य र जीवन भने हो, मलाई पछ्याऊ। अन्त्यमा म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु। तपाईँ मेरो र सारा मानिसहरूको पाप प्रायश्चितको निम्ति प्रभु येशू ख्रीष्टले क्रुसमा आफ्नो प्राण त्याग्नुभयो। उहाँलाई विश्वास गर्नुहोस्, अनन्तको जीवन पाउनुहुनेछ। आमेन।